नमस्ते। मैले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेको विगत 7 साल जति भयो। मैले धेरै बिरामीहरू देखेँ र त्यसमा धेरै अन्धविश्वासले जरा गाडेको समस्याहरू पनि देखेँ र हालसालै एकजना बिरामीमा चाहिँ कल्पना पनि गर्न सक्नुहुन्न 30 चोटि तातो हँसियाले डामेको देखियो। बिरामीले आफ्नो विश्वास छँदैछ उपचार पद्धतिप्रति र अर्को चाहिँ केही मान्छेहरूले सीमित मान्छेहरूले चाहिँ यो धामी झाँक्रीको नाममा मलाई यो सामान चाहियो अथवा यति पैसा चाहियो भनेर ठग्ने पनि छ कि जस्तो पनि लाग्छ। त्यसैले एकचोटि यो भिडियो हेर्नुहोस् र तपाईहरूले जनचेतना सबैतिर फैलाउनु पर्छ जस्तो लाग्छ भने यो भिडियोलाई अझ जनमानसमा पुर्याइदिनु होला। कति दिन अगाडि गरेको यो तातो तताएर डामेको ए कसले धामी झाँक्रीले भने कि हजुरबाले भने कसले भने कसले गरे बाबु यस्तो बाबाले गरे अनि के तिम्रो पेट बन्द भएको कति दिन भयो पेट आन्द्रा बन्द भएको पेट फुलेको कति दिन भयो त्यो तातो हँसियाले टाढेको दामेको कति भयो 10 दिन भयो अरू ठाउँमा पनि दामेको छ कि हेरौँ त छोड त उता ढल्क्यो त बाबु सबास बाबुलाई दुखेको कति दिन भएको थियो बाबु कति दिन भएको थियो दुखेको पेट यहाँ आउनुभन्दा 10 दिन अगाडिदेखि दुख्यो हो 11 दिन भएको थियो अनि कहाँ दुख्यो पहिले त्यो शरीरमा पेट दुख्यो पेटमा कहाँनिर माथि पुरै भाग दुख्यो पछि चाहिँ भित्र ठुलो पेट ठुलो भयो ढाडिँदै गयो होइन अनि तिमीलाई जुन बुवाले डाम्नु भएको भनेको थियो नि कहिले कहिले डामेको भन त 3 दिन पछाडि किन के गर्दाखेरि त्यो दुख्यो भने आफू अपाङ्ग हुनुहुन्छ सर अनि उलाई अत्यायो कि आत्तियो अनि कसले भन्यो त्यो डामेपछि निको हुन्छ भने खै सर अब म घरमा हानेछ सर पेट गरे पुरै अन्नु पनि हान्नु भयो गाउँले पनि हान्छ पुरै ए हजुरको देख्नु सबैले हान्छन् त्यसरी अनि तपाईहरुलाई त्यस्तो लाग्दैन त्यो गर्नु हुँदैन त्यो गलत छ जस्तो लाग्दैन चलिआएको चलन हामीले पहिले यो गरेर भित्र सब पेटरा झाडिहाल्यौँ तिमीहरूलाई त्यही हुँदो रहेछ भनेर उल्टा ए तपाईले रोक्न चाहिँ कोसिस गर्नुभयो गरेको छ मैले धेरै चोट उ पनि अस्ति ठिनीमा उसको बुवाले मेरो हानाम गयो त्यो रोक्ने कुरामा हजुर रोक्नु म यतै लिन्छु घर लिन्छु यो भतिजा हामीले लिन्छु भन्दाखेरि तपाईले चाहिँ धक्केले तलसम्म दिलियो सर त्यस्तो बिरामी ठुलो ठाउँमा लानुपर्छ अपरेसन गरेर ज्यान बचाउनु पर्छ गर्न नजाऊ नाटक एक्सरे जसले एक्सरे नगर भन्ने जस्तै पेटमा एक्सरे भिडियो एक्सरे पनि नगर ठिक भइहाल्छ देउता हेराउँछु ठिक हुन्छ त्यति गर्दा त देउता हेराएर छ 2 दाना फेरि बुङमा हाल्छ तर रहेछ के भन्नुस् त रहेछ के समस्या रहेछ ल हैन त आखिर भित्र चाहिँ आन्दा पुरेर पुइसके रहेछ अनि त्यसै देउता हेराएर नि कामै भन्छ गर्नुपर्ने के रहेछ गर्नुपर्ने चाहिँ अपरेसन नै गर्नु त्यो डाम्नु हुन्छ कि हुँदैन दाम्नु त हुँदैन सर मैले आज दाम्नुको सर जस्तै अब अपरेसन गर्दाखेरिमा धेरै ठुलो भए कुइयो भने त सबै मासुहरू गइहाल्छ त्यसकारणले अब के भयो तपाईहरुले पनि अब गर्दाखेरिमा दाम्नु हुँदो रहेछ भने थाहा नि ठ्याक्क निस्कियो भने घाउ निस्कियो भने केही भने समस्या हामीलाई होइन उहाँलाई नै समस्या कुइ मर्नुपर्ने हुन्छ सर यहाँ मासु कुइन्छ फेरि अपरेसन गर्नुपर्छ अब गरिबहरूले आर्थिक यो पनि अस्ति चन्दा उठाइ ल्याएर अहिले जेहोस् हजुरहरूले जेहोस् डक्टरहरूले जेहोस् विज्ञ डक्टर हुनुभयो भने सम्भावना म त सम्भावना देखेको थिइनँ सर किनभने त्यत्रो पिब आयो मुटुको चाल बिग्रिसकेको थियो मैले हजुरलाई भने त पछि उहाँलाई पनि निराश दिएको छु यत्रो चाहिँ रोगहरू देखाइरहेको छ भित्र पिबहरू आइरहेको छ मासुहरू निकालिरहेको छन् सम्भावना छैन तिमीहरू चुप लाग्नु सुन्नु अब पैसा कुशल देखाइदियो होला हामीलाई धेरै खुसी लागेको छ अनि बाबु अब तिमीले के गर्छौ ल भन अब ठुलो भएपछि के पढ्छौ केही नपढ्ने के पढ्ने भन त के बन्न मन छ काम गर्ने अनि तिमीले अब घर गएपछि तिमीलाई त राम्रो हुँदैछ हैन पाइप छ पेटमा बुझ्यौ नि बिस्तारै त्यो त निको हुँदै जान्छ है अनि पेट अलिकति खोला अलिकति मात्र माथि सार त बाबु थोरै मात्र भयो है अनि तिमीले अब घर गएपछि आफू जस्तै सानो सानो भाइहरूलाई पेट दुख्यो भने अस्पताल जानुपर्छ भन्छ कि भन्दैनौ अनि बुवालाई गएर बुवा यस्तो डाम्नु हुँदैन डामेर त झन् बिग्रिने रहेछ हैन फुकफाक गर्नु ठिकै छ आफ्नो रीतिरिवाज गर्नु ठिकै छ तर हस्पिटल चाहिँ जानुपर्छ भन है त है हुन्छ ल दिदी तपाईँले पनि भन्नुपर्छ है आफ्नो श्रीमानलाई ल बाबु राम्रो हुन्छ है त अब हिँडे देखाउ त हिँडेर देखाउ त नमस्ते गर्नु पर्दैन हाम्रो कामै यही हो अब हिँडे देखाउ त ल त्यसोमा त आफै समात तिमीलाई कस्तो लागेको छ भन पहिला
ठिक लागेको छ खुसी छौ ल अब तिमीले घरतिर गएर जनचेतना दिन्छौ कि दिँदैनौ थ्याङ्क यू सिस्टर हजुर पनि हुनुहुन्छ हस् पनि उपचारको लागि सिस्टर धन्यवाद है हजुरलाई पनि ल यो भिडियो चाहिँ जनचेतनाको लागि हालिदिँदैछौँ यहीँको उसमा है त हस् हस् ठिक छ ल हेर्नुहोस् इमर्जेन्सीमा लडेको बिरामी अहिले हिँडिरहेछ भेरी गुड ए यो बिरामीको बारेमा मैले थोरै उहाँको कन्सेन्ट लिएर सोधेको थिएँ होइन यो डामेर आएको छ नि यसको बारेमा थोरै केही भनिदिनु न धेरैजना हुन्छन् पहिला धामीकोमा गएर अनि हस्पिटलले ल्याउनु नमान्ने अपरेसनै गर्न नमान्ने अनि त्यसकोलाई चाहिँ के सल्लाह दिनुहुन्छ त्यस्तोलाई चाहिँ नजिकैको स्वास्थ्य संस्थामा पहिला नजिकैको स्वास्थ्य चौकीमा लाने अनि त्यहाँको स्वास्थ्य चौकीको स्वास्थ्य कर्मीको सल्लाह अनुसार अघि बढ्नु होला यस्तो नगर्नु फुकपाक पनि गर्ने आफ्नो तरिकाले ठिकै छ तर दुईटै आफ्नो आफ्नो विश्वास मान्नुहुन्छ भने लाग्ने पनि गर्नु होला तर उपचार चाहिँ गर्नु होला दुईटै गर्नु होला धन्यवाद है सिस्टर हस्